गाइज वेलकम ब्याक टु माई भ्लग आर्केड ट्रिप है। आजको भ्लगमा चाहिँ म धेरैवटा क्लिपहरू पहिला हामीले इन्टर्नसिपमा यो इन्टर्नसिपमा स्याटरडेहरूको पनि अरू दिनहरूकोमा एड गरेर हाल्छु, जो कि लाइक बहुत सारा छ के हुन्छ इन्टर्नसिपमा होइन, एज एन ट्रेनी टिचर त्यो थाहा पाउँछ। अनि फेरि हाम्रो सरस्वती पूजा पनि आउँदैछ, त्यसको पनि प्रिपरेसन म भन्छु ल गाइस। सो स्टे ट्युन एन्ड किप वाचिङ। अगाडिको भिडियोहरू भ्लगहरू राम्रो छ, इन्फर्मेटिभ पनि छ काइन्ड अफ। ओके, अहिले स्कुलको नानी अहिले पनि यहीँ छ, माथि नै कतिजना त त्यसरी लाइन म्यानेज गाइज, लाइन म्यानेज हुन्छ यहाँबाट। गाइज त्यसको चाहिँ प्र्याङ्क हानिदिरहेको छ, त्यसलाई थाहै छैन। राम्रो रङ बनाएर आएको रहेछ। यस्तै हुन्छ देख्यो, नक्कली मिसहरू टिम लिडर नक्कली मिसहरू हाम्रो केटाहरू के केटाहरू त सुझ हो सिधा यस्तो गर्दै आउनुपर्छ गाइस। देखो न गाइस, हाम्रो 23 तारिकतिर रहेछ गाइस हाम्रो पूजा। 23 तारिक पूजा रहेछ गाइस, पूजाको देखाउँछु गाइस। थोरै पुरा नगरे अरे छैन मेरो बाँदर जस्तो कुरा नगर्न। गाइज यस्तो सरप्राइज भिजिट हुन्छ, सरप्राइज भिजिट। एलडी को सरप्राइज भिजिट हो यो चाहिँ, एलडी को सरप्राइज भिजिट। मैले त बनाएको पनि छैन एलडी हो। यस्तो चाहिँ अझै 60 वटा बनाउनु पर्छ, यो जस्ट 1 हो, 8 पेजेस छ। गाइज क्लासमा अब्जर्भेसन हुँदैछ, अब्जर्भेसन हाम्रो मुस्कान म्यामको अब्जर्भेसन हुँदैछ यहाँनिर 12 कमर्समा। हाम्रो मिस आइरहेको छ हेर्नुको लागि हो गाइज। सो आई विल सो यु है हल्का। हाम्रो म्याम उता पछाडि बसिरहनु भएको छ। यस्तै हो गाइज, यिनीहरूको अब्जर्भेसन छैन, खुसी भइरहेको छ यिनीहरू। हाम्रो मिसहरू बस्नु क्लास 9 यिनीहरू चाहिँ बदमास गरेर घुम्दिँदैछ यहाँनिर। क्लास 9 टक्कै सफा गरिदिँदैछ, सफा नगर्नेहरू यता। ऊ हाम्रो मिसहरू, हाम्रो स्नेह मिस यहाँ छ, मेजादी, हाम्रो विशाल सर यता चाहिँ म। खै हेरौँ, अगाडि देखाउँछु अगाडि तपाईँहरूलाई हो।
यस्तो सफा हुन्छ यहाँनिर हो। त्यो हाम्रो टिम लिडर मैला हुन्छ नि हाम्रो बिचरा नानीहरूलाई। हाम्रो जुनियर्सहरू अनि फेरि हाम्रो साथीहरू जसले भन्दै थियो कि लाइक यो परेड सिकेर के हुन्छ होइन, हाम्रो क्लासमा, हाम्रो स्कुलमा, हाम्रो कलेजमा सरी यस्तो हुन्छ खासमा। गभर्मेन्ट स्कुलमा चाहिँ देयर विल बी नो टिचर है फर ए पर्टिकुलर थिङ। एज ए टिचर यु गाइज निड टु डु ए लट अफ थिङ क्या। त्यो चाहिँ हामी एज ए टिचर, फ्युचर टिचर, वी निड टु अन्डरस्ट्यान्ड। यो एक हप्तामा मैला मिड डे मिल यो चाहिँ यहाँ हेर्दा भाइ यो हाम्रो हिरो, यो चाहिँ हाम्रो हिरो हो। के हो नाम भन्दै त? अमर। अमर होइन, अमन, मुन्ना र हाम्रो यहाँनिर यो भाइ। खा छिटो खा भाइहरू। यो चाहिँ मिड डे मिलमा यस्तो भिड हुन्छ। हाम्रो पहिला त्यो स्कुलमा थिएन यस्तो भिड, यसमा चाहिँ भिडै छ अलिक, यतिको छ। स्कुलको बाहिर चाहिँ आन्टी र अङ्कलले आइसक्रिम बेच्नु रहेछ। यता अङ्कल, यहाँ आन्टी हो। पाले साले सबै हाम्रो चाहिँ बाहिर निस्किन्छ नि त यो टाइममा, अनि त्यति बेला चाहिँ टक्कै हेर्नु पाइन्छ कृष्णमाया मेमोरियल नेपाली हाई स्कुल है। अनि टक्कै गाइज पूजाको प्रिपरेसन आज टक्कै यता डल्लै छ। यहाँदेखि यहाँ बान्ने हो यो चाहिँ, अहिले हुँदैछ। गाइज मेरो साथीहरू यस्तो राम्रो छ हो, च्याल हेरिरहेछ। अम्बो अनि ब्रो प्लिज हेर स्नेह मिस यति राम्रो हुन्छ देखो। केटी साथीहरू बिचाराहरू चिया पनि खानु पाइदिइहाल्यो। गाइज यतिको यो चाहिँ यहाँ टाङ्गेर म फाइनल सर्ट देखाउँछु तिमीहरूलाई। यहाँ हाम्रो दुईजना टिममेट्स मुस्कान अनि दादी हाम्रो। यहाँबाट चाहिँ दामी देख्छ खासमा चाहिँ, यो यताबाट मेन आउँछ नि त, सो यहाँबाट दामी देख्ने हुन्छ यसरी। गाइज यस्तो बनिँदैछ हो, सरले बनाउनु भएको, हाम्रो नानीहरूले पनि बनाएको हो। यति यहाँबाट यहाँ यतिको हुन्छ है। यहाँनिर पनि तान्ने एकजना, अहिले त कहिले लाइफमा नबनाएको नि त, स्कुलमा आएर यस्तो चिजहरू सिक्दाखेरि मजै आउँछ। नानीहरूलाई हामीभन्दा बेसी थाहा हुन्छ क्या। यी हाम्रो टिम लिडर राम्रै भएर मुखमा के छुर्पी चेपेर घुम्दिँदैछ हो यो गाइस। यहाँ चाहिँ परेडको प्र्याक्टिस हुँदै रहेछ। यस्तो हुन्छ मान्छेहरू देख्यौ, टक्कै नानीहरूको परेडको होइन यता आएछ न, नानीहरूको परेडको 26 जनवरीको। यतिको जोस हुनु पऱ्यो होइन गाइस। अनि यी फाइनल टचअप होइन, कस्तो दामी देखिँदैछ, कसम राम्रो देखिँदैछ क्या यो। योहरू टक्कै नानीहरूले सबै गरेको योहरू। यता यता यहाँनिर यो प्रिपरेसन, यो पनि नानीहरूले लगाएको नि, याद छ तँलाई? योहरू पनि, यो पनि, यो पछाडिको यो पर्दादेखि लिएर फुलदेखि लिएर पर्दा फुल सबै नानीहरूले गरेको क्या। यतिको गमलाहरू टक्कै यता यता रातो रङ पनि गरेको नानीहरूले भनौँ भने, टक्कै राम्रो देखिँदैछ क्या। यहाँबाट गएर चाहिँ टक्कै यसरी फैलेको छ नि त। कृष्णमाया स्कुल सम्किने भयो क्या गाइस, सम्किने भयो कृष्णमाया स्कुल। मजाको आउँछ। भोलिको भ्लग चाहिँ नमिस गर्नु होला। आजको चाहिँ हाल्छु म। यहाँ सफा गऱ्यो, के गर्नु, ऊ अङ्कल हाम्रो सफा गर्ने अङ्कल, पानी हालेर गरेको नि त। टक्कै अब यता यसरी डल्लै भइसक्यो। Hereby I close the video है। आजको लागि यति नै हो। अनि मेबी भोलिको देखाउँछु होला, किनकि लाइक अब यस्तो छ कि भोलि म आउँछु आउँदिनँ कन्फर्म छैन, तर मोस्ट प्रोबेबली आउनै पर्छ बिकज अफ एटेन्डेन्स एन्ड अल। आज चाहिँ यति हो कृष्णमाया स्कुलमा। तिम्रो के भन्छ, तपाईँहरू के भन्छ, कस्तो नर्भस लाग्दो रहेछ क्या यसो मार्केटमा मान्छेहरूको छेउमा गरिदिँदैछु नि त भ्लग, सो त्यही भएर। सो आजको लागि यति गाइस। प्रिपरेसन त्यति देखाउनु पनि पाइनँ, म त अल्छी गरेर सुत्दिरहेको थिएँ कसम, मैले प्रिपेयर पनि गरिनँ। अनि दे वेयर अल
अल माई फ्रेन्ड्स बहिनीहरू जसले प्रिपेयर गर्यो अनि उनीहरूले गर्यो क्या सबै कुरा। सो भोलि राम्ररी देखाउँछु म भ्लगमा के हुन्छ। सो सी यु गाइज इन नेक्स्ट भ्लग भोलिको लागि।